परमेश्वरको नाममा सबैलाई जय मसीह। आजको विशेष दिन हो। आज यीशु मसीह यरुशलेम प्रवेश गरेको दिन हो र आजको विशेष दिनमा सबै मेरा साथी, इष्ट मित्र, चर्च परिवार अनि सबैमा प्रभु यीशुले आशिष गर्नुभएको सबैमा धेरै धेरै शुभकामना छ। विशेष आज विजय प्रवेश गरेको दिन हो अनि प्रभु यीशु चाहिँ आजको दिन जब यरुशलेम मन्दिर जानुभयो अनि उहाँले चाहिँ गधामा सवार भएर उहाँ जानुभयो अनि येशूले चाहिँ यरुशलेम मन्दिरलाई सफा गर्नुभएको दिन हो। येशू चाहिँ यरुशलेम मन्दिरमा पुगिसकेपछि उहाँले चाहिँ मन्दिरलाई सफा गर्नुभयो अनि त्यहाँ फोहोरको डबोहरू थियो, फोहोर थियो, यताउति त्यहाँ मानिसहरू कोही किनबेच गर्दै थिए, कोही पशुपक्षी किनबेच गर्न लागेको थियो, त्यहाँ धेरै किसिमको फोहोरहरू थियो अनि त्यो मन्दिर चाहिँ बिग्रेको थियो, भत्किएको थियो अनि फोहोरले भरिएको थियो। येशू त्यहाँ गइसकेपछि उहाँले चाहिँ त्यो फोहोरहरूलाई हटाउनु भयो, मानिसहरूलाई फोहोर गर्ने व्यक्तिलाई उहाँले हटाउनु भयो अनि मन्दिरलाई चाहिँ उहाँले सफा र पवित्र गर्नुभयो अनि पवित्र गरिसकेपछि अनि येशू चाहिँ जब त्यो ठाउँमा पुग्नुभयो अनि त्यसपछि हामी के हेर्छौँ भने येशूले चाहिँ धेरै मानिसहरू आए, रोगी बिमारी अनि धेरै किसिमका मानिसहरूलाई प्रभु यीशुले चाहिँ चङ्गाइदिनु भयो। हाम्रो जीवनमा पनि यस्तो किसिमका नराम्रा कुराहरू छ भने येशू जब हाम्रो जीवनमा प्रवेश गर्नुहुन्छ अनि हाम्रो जीवन चाहिँ शुद्ध अनि पवित्र हुन्छ अनि हामी नयाँ जीवन नयाँ तरिकाले हामी प्रभु यीशुको प्रेमलाई हामीले बुझ्छौँ अनि हाम्रो हृदयलाई जब प्रभुले सफा गर्नुहुन्छ अनि हाम्रो जीवन चाहिँ आनन्दले खुसीले भरिन्छ अनि हामी एक अवस्था हाम्रो परिवारमा पनि समाजमा पनि हाम्रो माग र सन्तानका हाम्रो कामकाजमा सबै कुरामा प्रभु यीशुले एउटा प्रेम गर्ने तरिकाले चाहिँ हामीलाई चलाउनुहुन्छ। आजको यो सन्देशबाट हामी सबैले प्रभु यीशुले आफ्नो जीवनमा ल्यायो भने हामी आशिष पाउँछौँ, हाम्रो जीवन बदलिन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। अनि आजको यो सन्देशबाट प्रभु यीशुले हामी सबैलाई आशिष दिनुभएको सबैमा फेरि आजको यो पाप सन्डेको यो आइतबारको पर्व सबैलाई परमेश्वरले आशिष दिनुभएको सबैमा जय मसीह शुभकामना दिन चाहन्छु। धन्यवाद।